Hello guys, welcome to my new and fresh one vlog. So आज चाहिँ म अलिकति अनागोरो लगाउनु लाग्यो हैन। आज चाहिँ देखि चाहिँ मेरो ड्युटी सुरु भयो जनवरी 2 तारिक आजबाट नयाँ भिडियो नयाँ जर्नीको स्टार्ट वर्षको स्टार्ट भएको छ। म चाहिँ ड्युटी जाँदैछु है अनि लिफ्ट लाग्दैछु यो पर्खिँदैछु त। A few inches later. अहिले चाहिँ बिहानीको 6:30 भयो है। मौसम त्यस्तो साह्रो जाडो पनि होइन अनि त्यस्तो साह्रो गर्मी पनि छैन भन्दा ठिक्कै छ। तर मैले चाहिँ ज्याकेट लिन बिर्सेछु अनि त्यस पछाडि फेरि गयो हुडी बोकेर आएँ हैन। भरे उयोमा त जाडो हुन्छ अनि मैले चाहिँ आफैले एउटा कमिटमेन्ट के गरेको छु भने लेट्स होप पुरा गरौँ। यो भने जनवरी 20 भरि कति गर्न सक्छु म भिडियो दिनको एउटा भिडियो हाल्छु जे बोलेर हालौँ मतलब छैन। लेट्स होप बेस्ट हुन्छ भन्ने आशा गरेको छु। यो चाहिँ अन्डरपासबाट कटेर जानुपर्छ है। म अहिले आउँछु एकछिन। A few moments later. अनि अन्डरपासको फोन गर्नु थियो र त्यस पछाडि भनेपछि केही छैन भिडियोमा चाहिँ केही आउँदैन। लङ भिडियो होइन, सर्टै होस् थोरै नै होस् 2 मिनट 1 मिनट 5 मिनट 5 मिनट होस् या लामै भयो भने लामै होस् मैले भिडियो डाल्ने भए भनेर। यहाँ चाहिँ अप्ठ्यारो लाग्छ क्या, किनभने अरूले त बनाइरहेको हुन्छन् त्यति साह्रो बनाउने पनि देखिँदैन मोस्टली यहाँको उयोहरूले। तर अलिकति अप्ठ्यारो लाग्छ क्या अनि त्यही भएर बनाउन छोड्या। बनाउँदै पनि पहिले पनि बनाएको त हो त फेरि एडिट गरेर हाल्ने अप्ठ्यारो लागेको हो। तर अब चाहिँ म यहाँबाट हो अब यो मैले पर्खिनुपर्छ यताको खुलेपछि, किनभने यता साइडमा पनि हालेको छ अहिले ट्राफिक लाइट। अनि यहाँबाट यस्तो कुद्यो भने म कटमा चाहिँ कट्छु है। तर अस्ति साथीको फाइन आएको छ 400 दिराम। सो वेट गर्नु बेस्ट। यहाँको नियम कडा छ हैन। म चाहिँ अबुधाबीमा छु, अबुधाबी सिटी कलफ्ला स्ट्रिट भन्छ एरियालाई। म चाहिँ ऊ परको बिल्डिङमा बिचको सेतो बिल्डिङ छ नि यो लामो यो वाला, यसमा बस्छु है। अनि लेट्स होप कि मेरो कमिटमेन्ट म पुरा गर्न सक्छु। अब यहाँ पर्खिनुपर्छ अनि म बस्ने बस स्टप चाहिँ तल छ। त्यस पछाडि त्यहाँ तलबाट चाहिँ बस चाहिँ 6 बस 6:52 मा आउँछ। मेरो अनुहार मात्र आउँदै होला होइन। खुल्यो। आजको मौसम चाहिँ दामी छ, राम्रै छ, मस्तसँगले बादल क्लाउडी छ हल्का। पानी त पर्न गाह्रै छ होइन। बसहरू बट्टाबाट जाँदैछ। ओए लाइट बल्ब दिइरहेको यार, यस्तो अँध्यारो पनि त थिएन त। अनि मैले मेरो पुरानो आइडीमा पनि थियो त्यसैमा हालौँ कि नयाँमा हालौँ कि त्यसमा हालौँ भनेछु। अनि यस्तो सोचेँ हिजो नयाँ 26 देखि स्टार्ट, नयाँमा नयाँ हालौँ नयाँ गरौँ भन्ने चाहना इच्छा हो। लेट्स होप बेस्ट होस् भनेर चाहिँ सोच्ने हो। अब ओके यो भ्लगलाई म यतिमै अन्त्य गर्छु होइन। मैले बनाउन हाल्न सक्यो भने बिचमा फेरि थपौँला, नभए आउँदैन भन्नु अरे क्या। केही छैन, अलिकति अनकम्फर्टेबल हुन्छ क्या यो ठाउँमा युएमा चाहिँ अलिकति भ्लग गर्नलाई। त्यही भएर क्या मलाई अब नेपालमा हल्का गरेकै हो मैले।
केही छैन। यहाँ चाहिँ बस चढिसकेको थिएँ अनि बसमा सबैजना 20 minutes later. यहाँको गाडीमा अनि त्यही भएर भिडियो मात्र टक्क छोटो गरेँ त्यो पनि लामो गर्नै मन लागेन। लामो गरेँ अनि यहाँ चाहिँ अब मेरो अनुहार देख्न सक्नुहुनेछ। यस्तरी म जान्छु बिलो लगाएर अनि त्यो चाहिँ मेरो साथी हो। यहाँ पनि मैले धेरै भिडियो चाहिँ गरिनँ होइन। चाहिँ ड्युटी सकेपछि ड्युटीमा पनि छिरेर गर्नलाई अलिक अप्ठ्यारो लाग्यो अनि आज त्यस्तो काम पनि थिएन त्यही भएर ड्युटीमा तर पनि मैले भिडियो चाहिँ गरिनँ। अनि चाहिँ फर्किँदा चाहिँ म सरसँग फर्किन्छु सरको गाडीमा। सो अलिकति थोरै झलकहरू यहाँ केही झलकहरू छ। यो चाहिँ बाटोमा आउँदै गर्दाखेरिको हो। त्यो उतापट्टि एयरपोर्ट छ त्यो पनि त्यस्तो देखिएको छैन जस्तो छ। अनि यहाँ चाहिँ म आउँदैछु अनि यो आएपछि अलिकति मात्र छ। त्यस पछाडि फेरि म यता झरिसकेपछि छ है भिडियो। अहिले चाहिँ म ढक्कसँगले रुममा आइपुग्न लागेँ है। गाडीबाट झरेँ रुम जाने हो। म झर्न अलिकतिपट्टि झर्छु। घाम दामी गरी लागिरहेको रहेछ है टट्टसँगले। एकदमै दामी गरी उज्यालो उज्यालोमा ड्युटीबाट आएको। ड्युटी पनि आज त काम थिएन त्यतिकै अनुहार देखाउनु गयो आएको है। अनुहारै देखाउनुलाई बोलाएको आज। ठिक छ अब फेरि भोलि र पर्सि छुट्टी हो। त्यस पछाडि फेरि Monday to Friday ड्युटी क्लास। ओके गाइज बाई बाई, हैव अ गुड डे, ग्रेट डे।